पैसाले माथिएकी धनी केटीसँग चिकेको कथा। कथा धेरै अगाडि नेपालमा भर्खर इन्टरनेट आउँदा ताकाको हो, जब म एउटा सानो साइबर र सिडी पसल चलाएर बसेको थिएँ। मेरो पसलमा सुमी गुरुङ नाम गरेकी एक निकै नै आकर्षक महिला नियमित आउने गर्थिन्। कहिले आफ्नो जापानमा रहेको श्रीमानलाई नेट फोन गर्थिन् भने कहिले मोबाइलमा गीतहरू हाल्न लगाउँथिन् त कहिले सिडी फिल्महरू भाडामा लिएर जान्थिन्। सुमी हेर्दै निकै आकर्षक थिइन्। वरिपरिका सबै ऊ आएपछि बहाना बनाउँदै मेरो पसलमा आउँथे। कोक बोतल जस्तो मिलेको फिगर, पुष्ट उठेको छाती अनि गोलो मिलेको अनुहार, त्यसमाथि उसको ठूलो ओठ जुन निकै कामुक देखिन्थ्यो। अनि जिन्स लगाउँदा त फुट्ला जस्तै देखिने उनको कसिलो नितम्ब। समग्रमा भन्नुपर्दा उनी एकदम पर्फेक्ट थिइन्, सपनाकी रानी जस्ती। उनी कुनै एङ्गलबाट विवाहित जस्ती देखिँदैनथी। सुमीको बिहे भएको 3 वर्ष भएको रहेछ अनि श्रीमान विदेशिएको लगभग 1.5 वर्ष भएको रहेछ। झै म त्यसै रन्किन थाले र त्यही जोसमा रन्केको लाउलाई शान्त पार्न चलाउन थाले। ठ्याक्कै त्यति नै बेला सुमीको फोन आयो। सायद उता पनि आगो दन्केको हुनुपर्छ। हत्तपत्त एउटा हातले लाउ समाउँदै अर्को हातले फोन उठाए। हजुर, भन्नुस्, के सेवा गरौँ? सुमी मस्किँदै, तिमीलाई बेइमान निकै चलाख पो रहेछौ त तिमी। होइन, के गरे फेरि मैले? कि मेरो याद धेरै आयो तिमीलाई? मैले जिस्काइहाले। आउँछ नि याद, यस्तो काम गरेपछि त झन् धेरै आउँछ नि, सुमीले जवाफ दिई। होइन, क भयो भनन् यार, मलाई त केही गरे जस्तो लागेन कि सिडी प्लेयरले काम गरेन। ल हेर बुझ पचाको, आज उल्टै केही नथापाको जस्तो गर्छ। आज मलाई कुन फिल्म दिएको तिमीले? याद आयो? सुमीले उल्टै मलाई प्रश्न गरी। एकछिन सोच्न बाध्य भए म। क भएछ भनेर यसो घोरिएको त बर्बाद पो भएको रहेछ। मैले झुक्किएर ब्लू फिल्मको सिडी दिए जस्तो लग्यो मलाई। अनि एकछिन केही बोल्ने सकिन मैले त, खाली यति मात्र भने, मलाई साँच्चै याद भएन। सुमी भनन् प्लिज। बेइमान कुन फिल्म दिएको त्यस्तो? मलाई धन्न मैले एक्लै हेरे, दिनु नै थियो त भनेर दिएको भए हुन्थेन। सुमीले हल्का गाली गरे जस्तो गरी। ला म त झुक्किएछु जस्तो छ, प्लिज माइन्ड नगर है। सरी, हतारमा त्यस्तो ब्लू फिल्मको सिडी पो देछु है, मैले भने। हे किन सोरी भनेको, ठिकै छ नि त, झन् म पनि फ्रेस भए न त्यो फिल्म हेरेर। म त पहिलेदेखि नै तिमीसँग कसरी ब्लू फिल्मको सिडी माग्ने होला भनेर सोच्थे। के गर्ने, एक्लै भएपछि यस्तो फिल्म पनि हेर्न मन लाग्दो रहेछ नि, सुमीले भनी। तिमी पनि ब्लू फिल्म हेर्छौ र? त्यस्तो थाहा पाएको भए त मा तिमीलाई टन्नै दिन्थे नि। अबदेखि दिन्छु नि, हुन्न त्यो पनि फ्रीमा। बरु यो फिल्म कस्तो लाग्यो नि? उत्तेजित हुँदै मैले भने। भर्खर फिल्म हेरेर भ्याए, कस्तो कस्तो हेरिन्जेल रमाइलो। अनि तिमी कतिको हेर्छौ त यस्तो फिल्म? सुमीले सोधी। हेर्छु नि, मसँग पसलमा त धेरै छ, छानी हेर्छु नि। तिमीसँग भएको भन्दा झन् दामी छ। अब तिमीलाई छानी दिन्छु नि, हुन्न? भइहाल्छ नि। एउटा कुरा भनम, तिमी अहिले आउन मिल्छ भने आऊ क्यारे, एउटा दामी ब्लू फिल्म लिएर। आमा सुतिसक्नुभयो? सुमीले सोधी। लौ नि, के भनेको त्यस्तो? साँच्ची आऊ, सँगै बसेर हेर्माला नि, हुन्न? मैले भने। मिल्छ भने आऊ के रे? सुमीले भनी। भयो यार, 11 बाजिसकेछ, राति घरबाट निस्किन गाह्रो हुन्छ। अरू कुनै दिन हुन्न? तर मलाई तिमीसँग बसेर फिल्म हेर्न एकदम मन छ, मैले भने। आउने भए आऊ के रे, रमाइलो हुन्थ्यो क्यारे। उसको स्तनको टुप्पो झन् कडा हुन्थ्यो। अनि बिस्तारै म पनि सुमीले झै नाइटोतिर चुस्न लागे। यतिन्जेल सुमीको हालत हेर्न लायक भएको थियो। सहन गाह्रो भएर होला सायद, बारम्बार सुमी मेरो कपाल जोडले समात्ने गर्थी भने घरि आफी पुरै शरीर जुरुक उचाले जस्तै गर्थी र सँगसँगै ओ ई आ जस्ता शब्द निकल्थी। ओ गड, तिमीसँग मैले पहिले नै गर्नुपर्ने रहेछ नि। यतिन्जेल हामी किन बोलेका होला है? कस्तो आनन्द आको हो। सुमीले यति भन्दै गर्दा मैले उसको दुवै खुट्टालाई माथि उचालेर पुरै फट्याउन लगाए। एकदम मादक बस्न आएको थियो उसको पुती बोरीपरिबाट। जालीदार लेगिन्स अनि त्यो भित्र छर्लङ्ग देखिने सानो चुटुक्कको निलो प्यान्टी। एक सेकेन्ड पनि ढिलो नगरी मैले आफ्नो जिब्रो सिधै उसको पुतीतिर बढाए अनि लेगिन्स बाहिरबाट नै जिब्रोले पुती बोरीपरि हल्का चलाउन थाले। ओ माई गड, म त मर्छु कि क्या हो? गड ई ओ आ सी 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 इस सुमीको मुखबाट यस्ता शब्दहरू मात्र निक्लिए। सुमी जति कराउँथी म झन् जोरसँग उसको पुती खेलाउँथे। सुमीको पुतीबाट एकदम मादक बस्न आइरहेको थियो र उसको प्यान्टी पुरै भिजेको थियो। मलाई पनि झन् जोस चढ्यो र मैले उसको लेगिन्स पुरै खोलिदिए। अब सुमी मेरो अगाडि केवल प्यान्टी मात्र थिई।
झन् उसको खुट्टा फट्याएर उसको प्यान्टीमाथि आफू मुख पुरै गाडे। बिस्तारै मैले सुमीको तिघ्रा अनि खुट्टाहरूमा किस गर्न थाले। गर्दा गर्दै मैले उसको खुट्टाको औलाहरू पनि चुसिदिए अनि बिस्तारै किस गर्दै उसलाई पछाडि फर्काए अनि उसको छाकको बोरिपोरी निकै बेर चाट्ने र चुस्ने काम गरे। यतिन्जेल सुमीको प्रतिक्रिया निकै हेर्न लायक थियो। इस 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 सिस सस अह अह आह 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 ओ ओ ओ ओ ओ ओ ओ गड गड एस 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 जस्ता शब्दहरू मात्र उसको मुखबाट निक्लिन्थे। मैले पढेका चिकेको कथाहरूमा पनि यस्तै आवाजहरू आउँथ्यो। बाहिर निकै गरे। निकै बेर चलिसकेपछि सुमी र म नाङ्गै बाहिर निस्क्यौ अनि पुछपाछ गर्यौ। मैले आफ्नो कपडा लगाउन लेको त सुमीले जिस्किँदै खोसेर भागी अनि म उसको पछाडि भाग्दै हामी दुवै किचनमा पुग्यौ। मैले सुमीलाई च्याप्प समाते अनि भित्तामा टाँसेर किस गर्न थाले। सुमीले मलाई ठेल्दै डाइनिङ टेबलतिर घचेटी र मैले उसलाई जुरुक्क काखमा बोकेर टेबलमा सुताए र उसको खुट्टा पुरै फट्याए अनि उसको पुटीमा औलाले निकै बेर मसाज गरे। सुमी त पुनः कायल भई फेरि कराउन लागि। मलाई पनि झन् जोस छाड्यो अनि उसको पुटी फेरि चाट्न थाले। सुमीले आफूलाई कन्ट्रोल गर्न नै सकिन र मलाई आफूतिर तानी अनि बिस्तारै मलाई पल्टाएर मेरो लाउ चुस्न थाली। अनि मैले पनि सुमीलाई 69 आसनको प्रस्ताव गरे र त्यही अनुरूप सुमीले आफ्नो पुटी ठ्याक्क मेरो मुखमा पर्ने गरी म माथि बसी अनि मेरो लाउ चुस्न थाली। यता मैले उसको पुटी चाट्ने अनि उता उसले मेरो लाउ चुस्ने। निकै मजा भइरहेको थियो। त्यही बेला सुमीको फोन आयो। हत्तपत्त उठेर फोन उठाएको त आमाको रहेछ। आउने बेला भएछ अनि स्कुटर लिएर सुमी जानुपर्ने आमा लिन। त्यसपछि हामी त्यस दिन छुट्टियौं। त्यसपछिका दिनहरूमा पनि सुमी र हप्तामा 3-4 पटक कुनै न कुनै बहानामा भेट्न थाल्यौ अनि सुरु भइहाल्थ्यौ। पछि त म राति पनि सुटुक्क उसको घरमा पछाडिको ढोकाबाट जान थालेको थिएँ अनि हामी दुवै ब्लू फिल्म हेर्दै रातभरि आफै ब्लू काम गर्थ्यौ।